ओइदोमा आइसकेका छौँ। अब चाहिँ अहिले एकछिनमा हामी त्यो पानी जहाज चढेर जाने हो। तर अहिले टिकट काट्ने ठाउँ फरक ठाउँ रहेछ। पहिला त अर्कै ठाउँ जस्तो लाग्थ्यो। जाने ल आऊ बाबु टिकट काट्नु जाऊ। यहाँ हो टिकट काट्ने। मम्मीहरू ल आउनु टिकट काट्नु। बसै आएर न मुखै दोखान काले नभाग ए हाम्रो प्लेन चढ्न जान लागिसक्यो क्या हो गाइस। मेरो छोरा दौडिसक्यो। बाबु बिस्तारै लोटिन्छ। बाबु लाइनमा आइसक्यो मेरो भाइ। हामी चाहिँ भित्र पसियो। अब प्लेनमा हो कि पानी जहाजमा रे बाबु? यो सिपमा हामी यो पानी जहाजमा जाँदैछौँ। बाबु मम्मी बाबा सबै यहीँ हुनुहुन्छ। अब चाहिँ हामी लाग्दैछौँ। बाबु सेकेन्ड टाइम अस्ति रातिमा आज चाहिँ हामी चाहिँ भित्र जाँदैछौँ। अहिले भित्र जाने हो। अहिले पछि यहाँ माथि जाने हो। यतै बस्नु पछि यताबाट सजिलो हुन्छ जानुलाई। पछाडि भयो। हामी अहिले चाहिँ आइसकेको छौँ। अब चाहिँ माथि 1-1.5 घन्टा चाहिँ मजाले घुमेर फेरि यही पानी जहाजमा फर्किने प्रोग्राम छ। अर्को पनि यता नजिक आइसक्नु भएको। यस्तो सानो बोट प्याज छ। यो त्यसमा त माथि चढ्ने नै रहेछ, भित्र मात्रै रहेछ। ए अरू सुन्दा 12:30 बजे आइपुग्यो भन्नु। माथि घुम्ने ठाउँ छ कि फोटोसोटो खिच्ने यहाँ कस्तो लाग्यो त? खै हेरौँ के हेर्नु भएको र? ए के हो र त्यो? के ए म म्याप हेर्न आएको। ए भगवान् म्याप हेरेर के गर्ने हो र? बाथरुम जाने? कहाँ हो बाथरुम? ओ त्यहाँ माथि रहेछ। ए त्यस्तो हो। ल ल ल अब हामी चाहिँ तल ओइदोबाट माथि पार्कतिर घुम्न जाँदैछौँ। माथि पार्क छ के खेल्ने? त्यो गाडी छैन हौ। के खानुभएको? म त आइसक्रिम खाएको। चुइकमवाला होइन मेलोन हो।
चढ्नु जाने हो। ल हामी फेरि चढ्यौँ। ठिकै यता साइडमा आउनु दिन माग्छ। ल हामी आइयो अब झरेर अब जाँदैछौँ। फेरि हो त्यता नजाऊ के लोट्नलाई। मोमो नखाऊ। झोल मोमो कि स्टिम? अब कहाँ हो हामी? घुम्न रे। अहिले हामी कहाँ जानु लाग्यो र बाबु? हामी खाना जान लाग्यो। के खान? चाउमिन, मोमो, त्यति। ए दुईटा मात्रै खाए हुन्छ? फ्रेन्च फ्राइज। ए फ्रेन्च फ्राइज पनि हो? बर्गर। ए अब नेपाली खाना खान जाने। हो के खाने रे? नेपाली खाना। नेपाली खाना के हो त खाने? मोमो, चाउमिन, फ्रेन्च फ्राइज, बर्गर। बाबु त्यस्तो बर्गर पनि खाऊ बाबाला। पिज्जा। लोटे डल्फिन नाचेको ठाउँमा छु। हेर्नु कोरियाको खर्जेरोमा छौँ। अब मैले रेकर्ड गर्दिनँ, देखिरहनु। बाबुले मलाई क्यामेरा दिइसकेको छ। अब एकछिनमा चाहिँ डल्फिन नाच्छ। डल्फिन चाहिँ उहाँ त्यहाँ फ्रेस हुँदैछ। बाबु